उमेर कति पुग्यो अहिले? 73। 73। अझै पनि बुढो फिट छ है, काम गर्दैछ, आफ्नो मेहनतकै खाँदैछ है। तपाईँको जन्मस्थान चाहिँ कहाँ हो? जन्मस्थान दार्जिलिङ तामसाङ कमान। दार्जिलिङ तामसाङ कमान। भनेपछि सिक्किम पस्दा चाहिँ कति उमेरको थियो? सिक्किम आउँदा कति उमेरको थियो? सिक्किम आउँदाखेरि म 19 वर्षको सालमा मैले भर्ती भएर 10 वर्ष नोकरी फौजमा गरेर 85 मा चाहिँ मैले नोकरी छोडेर चाहिँ सिक्किम पसेको। फौजीमा हुनुहुन्थ्यो पहिला? फौजी हुँदै आएको सिक्किम? भागेर आएको। भागेर चाहिँ सिक्किम पसेको? त्यहाँदेखि एसएनडीमा 19 साल गरेँ हो। एसएनडीमा 19 साल गरेर चाहिँ त्यहाँदेखि 2010 मा चाहिँ मैले एसएनडीबाट छोडेर चाहिँ यता लेबर काममा लागेको हो। एसएनडीमा फर्स्ट कुन ड्राइभरसँग हिँडेको याद छ? एसएनडीमा फर्स्टमा रानीपुल जङ्गे। गाडी नम्बर याद छ त्यो टाइमको? 624। 624। बस कि ट्रक? बस। कहाँको सर्भिस थियो त्यो चाहिँ? रङ्गली सर्भिस। त्यहाँदेखि नयाँ नम्बर आउँदाखेरि 902। 902 मा को थियो? 624 लाई चाहिँ काटेर चाहिँ नयाँ नम्बर 902 आएर चाहिँ 902 मा जङ्गेसँगै हिँडेँ। जङ्गेसँगै हिँड्दा मलाई त्यहाँदेखि उनीहरूले उयो गरेर मलाई आइतमान तामाङसँग रङ्गलीमै बेलुकाको सर्भिसमा गएँ। त्यो दिन म गएको भएदेखि गेजिङमा बस पल्टेर जङ्गे रमेशहरू सबै साइड लाग्यो। त्यहाँदेखि म आइतमानसँगै हिँड्दा आइतमानदेखि तलको 5 माइलको तारा तामाङसँग हिँडेँ। तारा तामाङसँग हिँड्दा त्यहाँदेखि कालिम्पोङ सर्भिस गयो। कालिम्पोङ सर्भिसबाट चाहिँ म आएर नर्थ सिक्किम गएँ। नर्थ सिक्किमबाट फेरि मलाई मिलन टिआईले रङ्गली लग्यो हो। रङ्गली लगेपछि म आएर त्यहाँदेखि 2010 मा चाहिँ मैले एसएनडी छोडेर लेबर काममा लागेँ। ठिक छ। उता दार्जिलिङ घर चाहिँ जान्दैछ? दार्जिलिङ जान्दैछ? दार्जिलिङ घर जान्छु, कालिम्पोङ जान्छु। कालिम्पोङमा पनि घर छ, दार्जिलिङमा पनि घर छ हो। आउजाउ गर्छ? सन्तानहरू छ नि होइन? रम ठिकै छ, बुढो मान्छे काम गर्दैछ, काम गरी खाँदैछ। ल फिट रहेछ एकदम ओके। फिट चाहिँ बुढो मान्छे हेर।